त्योभन्दा पहिले गाइस मलाई भोक लागिसक्यो हैन। त्योभन्दा पहिले अलि नास्ता गरेर अनि स्टार्ट गर्ला सँगसँगै। नास्ता पनि गर्ने त्यसपछि खाना पनि मतलब प्र्याक्टिस पनि गर्ने सँगसँगै गरौँ भन्नु खोजेँ मैले। सक्नुहुन्छ खानुहुन्छ हजुरहरू पनि। अब सँगसँगै गर्नु पर्यो। कसरी खाने हो, हात त फोहोर हुन्छ, पढाउनु कि खाने हो कि पढ्ने हो। कहाँ पुगेका थियौँ हामी? ट्रबल सेटिङ भन्नाले त्यही हो कि गाइज, ब्राइटनेस, डिस्प्ले, अपडेटहरू होइन त्यहाँ पुगेको थिएन, सरी है। इन्स्टल र अनइन्स्टल यहाँ पुगेको थियौँ हामी। फिचर्स चाहिँ यहाँ जानु पर्यो अनि हेर्न सक्नुहुन्छ। तपाईँलाई जसलाई इन्स्टल अनइन्स्टल हान्नु छ त्यहीँबाट हान्न सक्नुहुन्छ तपाईँहरू है। अब कसलाई हान्नु चाहनुहुन्छ? ब्लू स्ट्याकलाई हानिदिउँ, अनइन्स्टल हानिदिउँ। हेर, डु यु वान्ट टु अलाउ दिस एप टु मेक चेन्जेस यो डिभाइस? यस हानिदिएँ मैले। अहिले उठ्छ गाइस, हेर्न सक्नुहुन्छ। अहिले हराउँछ। We are truly sorry to see you go. Would you like to make a monitor? अनइन्स्टल हान्न लाग्छ त हान्नु त हान्ने त हान्ने। के भन्दैछ फेरि? नहान्ने भन्दा छ। भइसक्यो गाइज, अनइन्स्टल भइसक्यो। अब यसलाई इन्स्टल कसरी गर्ने? इन्स्टल यहाँ डेस्कटपमा जानु होला। यतै कतै यसको ड्राइभ भएपछि हुन्छ, नत्र हुँदैन है। फेरि सर्च हान्छु है, ब्लू स्ट्याक भनेर सर्च हान्ने मैले। वर्किङ अन इट भन्ला छ। छोडौँ। इन्स्टल हान्ने यसरी हो। तपाईँ जानु होला, त्यहाँ देखाउँछ कि एपहरू भनौँ यताबाट। यहाँबाट हान्ने हो। यहाँ देखाउँछ प्रोग्रामको नाम, जुन प्रोग्राम डिलिट हान्नु भएको छ त्यो यहाँ देखाउँछ होइन। अनि इन्स्टल गर्नुपर्छ। बुझ्नुभयो? अब त्यो पनि भयो भनौँ। अब बेसिक सेटिङ भएको छ। अब बेसिक सेटिङ भन्नाले कस्तो हेर्न सक्नुहुन्छ? ब्राइटनेस, डिस्प्ले यो त अघि गरिसक्यौँ हामीले। नेटवर्क इन्टरनेट गरिसक्यौँ। त्यसपछि आयो ट्रबल सेटिङ अन्तर्गत सफ्टवेयर अपडेटहरू रिस्टार्ट हान्ने। अपडेट हान्न सिकाउँछु तपाईँहरूलाई। अब म अपडेट हान्न त मलाई पनि आउँदैन, त्यही पनि ट्राई। यो भयो नि, युजरमा जानु होला अनि यता दियो होला सर्च हान्दिउँ सिधा अपडेट भनेर। जुन आएन त्यसमा अपडेट हान्नु होला क्या, सिधा सर्च हान्नु होला। जुन तपाईँ खोजिदिनुहुन्छ नि तपाईँ
मेरो के भनेको छ still your device is missing important security updates. Make sure to keep device on plug into stone so you can hold. डिभाइसमा सुरुमा त चार्ज हुनु पर्यो त्यसपछि अपडेट हान्न सकिन्छ अरे पेन्डिङ भएको छ यो अब अर्को दिन हानौँला भोलि तपाईहरुलाई पनि भोक लाग्यो होला गाइस तपाईहरु पनि के खानु होला अब हामी यो सम्पूर्ण कुराहरु हामीले अब गरिसक्यौं सोच्नुस् त्यो ड्राइभर छ ड्राइभर भन्नाले ड्राइभर अपडेट भनेको एकछिन हेरिहालौं ड्राइभर अपडेट भनेको युट्युबमा खास गरी म अन्दाजी के भन्दिम तपाईलाई नथाहा भएको म र भिडियो बनाउँछु गाइस कुनै पनि तयारी छैन भिडियो क्यामेरा निकाले सीधा भिडियो हाउ टु अपडेट यूपी ड्राइभर्स अन विन्डोज हेर्नुस् अब के भन्छ इन्स्टल अपडेट कसरी गर्ने भन्ने बारे दिनमा छ हेर्नुस् सुरुबाट देखाउँछु म तपाईलाई यो To update Windows 10, first click the Start menu icon. मेनुमा जाने रे From there, click Settings. Then, click Update and Security. Here, you'll see a button labeled Check for Updates. Click this button to check your Windows for updates. If any updates are available, they will be automatically downloaded and installed. To update Windows 10, getting display issues or lag. It's time to update your drivers in Windows 10. Click the search bar and type Device Manager. Hit Enter to open it. Find and click on Display Adapters. Right-click on Intel HD Graphics. Click Update Driver. Then choose Search Automatically for Drivers. Windows will scan and show if your drivers are already up to date. Click Close to finish. Driver updated. Want full step-by-step tutorial? Watch the complete video. Link in description. Getting display issues or lag. It's time to update your drivers in Windows 10. Click the search bar and type Device Manager. Hit Enter to open it. Find and click on Display Adapters. अब गर्छौं हामी ड्राइभर्स अपडेट यहाँ जाने कन्ट्रोल प्यानलै हो डिभाइस म्यानेजर एउटै कुरा हो डिभाइस म्यानेजर कुनै ड्राइभ छैन भन्ला छ यहाँ कसरी अनि गर्ने अपडेट एडाप्टर सेटिङ मा हैन मिडिया स्ट्रिममा पनि हैन कहाँ भने थियो यार म बिर्से फेरि कहाँ हो यार
गाह्रो छ गाह्रो छ ड्राइभर अपडेट हाउ टु ड्राइभ भन्ने गएको थियो ल हिस्ट्रीमा गएर पनि हेर्नु पर्दैन अपडेट ड्राइभर अपडेट कसरी गर्ने ड्राइभर अपडेट कसरी गर्ने हैन बल हैन दिमाग लगा स्प्राइट चिल कर एकछिनमा पानी पिएर आयो गाइस तबसम्म तपाईहरु भिडियो हेर्नु होला First, right-click the Windows icon in the bottom left corner of the screen, or use the shortcut Windows plus X, then select Device Manager. Use the list to locate the device you want to update. For example, if you want to update a graphics card, it's under Display Adapters. Right-click the device you need to update. Choose Update Driver. If you want Windows to search for the driver and install it automatically, select the first option. Or if you want to locate a driver and install it manually, select the second option. In this example, I will select the automatic option. Windows will search your computer for the best available driver and install it. You can also Google the name of the device and download the driver from its manufacturer's website. You need to install the driver manually after downloading. डाउनलोड गर्नु भनिरहेको छ सुन्नुस् ड्राइभर पछि हेरौँ न डाउनलोड गर्ने यहाँ एउटा भिडियो थियो यता हेर्छु यो वाला भिडियो हेर्छु यार तपाईलाई देखाउँछु म कहाँ थियो एउटा भिडियो त्यो भिडियो हेर्छौँ हामी हैन कहाँ गयो के गयो पब्लिक स्पिकिङ गर्नु छ गाइस त्यही भएर सम्पूर्ण कुराको जानकारी हुनु पर्यो हैन अनि त एउटा युट्युबर भन्छु म नत्र कहाँ हुन्छ युट्युबर त्यस्तो युट्युबर कबाडी युट्युबर म जस्तो हो नि चार्जिङ पनि कम छ यता हेर्न सक्नुहुन्छ 21% मात्रै छ अब यो भिडियोको हामी अन्त्यतर्फ पनि आइसकेका छौं अपडेट भन्नेको त्यही हो अहिले देखाउँछु हिस्ट्री देखाउँदैन यार क्लियर गर्दियौं देखाउँदैन त किन राख्ने जस्तै होममा गए सर्च हान्नु पर्यो फेरि हान्नु हाउ टु अपडेट driver driver on Windows Hey guys, in this video I'm going to show you how you can update your drivers on your Windows 10 operating system. So let's see how to update drivers on our Windows 10 operating system. So what you can do is you can either search here device manager, just type device manager here and the result which you see here is device manager. So just click on this option, or you can just right click on your Windows icon and then choose device manager from here, and it's going to open this kind of interface which is going to show you this kind of list.
So let's say you want to update the display adapter driver, so you can just go to the display here and then just right click on the driver and then just choose update driver here. So first of all, you should try to update your driver automatically, which is going to update your drivers by just going to the internet and selecting the बुझ्यो अब गाइस मिस्टेक हुँदैन ड्राइभर भन्नाले यो यो जुन ह्याङ चल्छ नि त ल्याग चल्छ बिजी हुन्छ त्यसको सोल्युसन हो स्मुथ चल्नलाई अब यता जानु पर्यो सुरुमा डिभाइस म्यानेजर सर्च गर्नु पर्यो डिभाइस म्यानेजर डिइभी आयो है डिभाइस म्यानेजर अघिदेखि के गर्दै थियो के गर्दैछ आयो खोल्यो अब डिभाइस म्यानेजर गरिसके त्यसपछि कहाँ जानु पर्यो भन्दाखेरि खोलौँ राम्रोसँग डिस्प्ले एडाप्टर्समा जानु पर्यो जस्तै इन्टेल एचडी ग्राफिक्समा जानु पर्यो अब यहाँ अपडेट भन्ने कुरा अप्सन आछ नि ड्राइभरमा जानु पर्यो अपडेट ड्राइभरमा जानु पर्यो सेलेक्ट अटोमेटिक ड्राइभरिङ गर्यो अपडेट भयो कि है द बेस्ट ड्राइभर्स फर योर डिभाइस आर अलरेडी इन्स्टल भएर रहेछ अलरेडी Windows has determined that the best drivers for this device is already installed. There may be better drivers on Windows. Update भन्नको छ यो भयो हैन ठीक छ अपडेट अलरेडी रहेछ के छैन अपडेट अलरेडी रहेछ के छैन हैन अब हामी मलाई एउटा भिडियो बनाउनलाई के समस्या आयो भन्दाखेरि यो माउसको कर्सर अलि मलाई मन परेन कालो हुँदाखेरि देखिन्थ्यो तपाईहरुलाई यो के भयो भन्दाखेरि सेतो हुँदाखेरि तपाईहरुलाई देखिएन त्यही भएर अब यसको कर्सरलाई म चेन्ज हान्दिन्छु सेटिङमा जानु पर्यो विन्डोजमा गयो यहाँ सेटिङ दियो होला कतै सेटिङमा जान्छु म सेटिङमा गयो हैन त्यसपछि माउस म लेख्दिन्छु सिधा सर्च हान्दिन्छु के माउस एम ओ यु एस ई माउस के भयो यार माउस एम ओ यु एस ई माउस माउस भयो त्यसपछि माउस कर्सरको चेन्ज गर्छौं है हामी व्हीललाई स्क्रोल व्हील टु स्क्रोल एन्ड स्क्रोल विन्डोज एक्टिभेट स्क्रोल डाइरेक्सन पोइन्टर साइज एन्ड कलरमा जान्छौं अब हेर चेन्ज हुन्छ है कालो ठीक छ कि यो ठीक छ अहिले कि यो ठीक छ कि यो ठीक छ यो ठीक छ यो ठीक छ हैन यो देखिन्छ कि यो कलर हानौ यो कलर राम्रो छ पहिला हानु कि गुलाबी ये हुँदो हैन देखियो तपाईहरुलाई कि ग्रीन राम्रो छ ग्रीन देखिन्छ तपाईहरुलाई मेरो हिसाबले ग्रीन देखिन्छ राम्रोसँग हैन ग्रीन जहाँ सुकै जाँदा पनि ग्रीन देखियो ठीक छ ल अब ग्रीन नै भयो अब माउस पोइन्टर अलि साइज बढाइदिम अलि साइज पनि बढाइदिए हेर्नुस् अब त देखियो होला अब त देखिन्छ जहाँ गर्दा पनि देखिन्छ अब हेर्नुस् कसरी चलाउँछौं हामी माउस कर्सर पनि भयो सबै कुरा भयो के छैन त्यही थियो गाइस आजको हामीले सम्पूर्ण कुरा बेसिक लेभलको एक दिनमै सक्दियौ हामीले अब अर्को दिन अर्को कुरा गर्छौं हेर्नुस् बेसिक लेभलमा जे थियो सबै कुरा सक्दियो के मैले तपाईहरुले पनि मलाई साथ दिनुभयो तपाईहरुलाई धेरै धेरै धन्यवाद हेर्न सक्नुहुन्छ बेसिक लेभल सिक्दै हामीले अनि अर्को दिन चाहिँ हामी इन्टरमिडिएट लेभलको ए नम्बरमा जान्छौं सरी गाइस अझै त बाँकी रहेछ त बेसिक लेभल अति धेरै बाँकी छ यो चाहिँ अर्को दिन हेर्छौं गाइस धेरै रहेछ त मलाई थाहा थिएन त्यही भएर आजको भिडियो म अन्त्य गर्न चाहन्छु
तपाईँ मसँगै हुनु होला भिडियोमा र भोलि चाहिँ हामी इङ्ग्लिस बोलेर बोल्छौँ। इङ्ग्लिस प्र्याक्टिस गर्नु छ त मलाई। यो चाहिँ कम्प्युटर अपरेटर, गुगल अपरेटर, कम्प्युटर अपरेटर बन्नु छ गाइस। त्यही भएर एउटा अकाउन्टेन्ट, राम्रो अकाउन्टेन्ट बन्नु छ भनेपछि तपाईँ मलाई फलो गर्नु होला। म पनि हजुरलाई सहयोग हेल्प गर्छु, सँगै अगाडि बढ्ने हो। त्यही भएर भिडियो मन पर्यो भनेपछि तपाईँ लाइक सेयर सब्सक्राइब हानिदिनु होला। र भोलि हामी अङ्ग्रेज भएर बोल्नेछौँ, खैरे भएर। त्यही भएर भिडियोलाई अब हामी एन्ड गर्न चाहे। भिडियो धेरै लामो भयो होला, केही छैन गाइस, नलेजको अगाडि भिडियो लामै हुन्छ। त्यही भएर हामी अकाउन्टेन्ट अफिसमा जागिर खानु छ भनेपछि अहिलेदेखि मिहिनेत गर्नु होला, नत्र पछि केही हुनेवाला छैन। तपाईँहरूलाई म थ्योरीदेखि लिएर सम्पूर्ण कुराहरू, यो बुक छ नि त, यो बुक सानचुने बुक होइन गाइस, लोकसेवा सम्बन्धी आयोगले निकाल्नेको बुक हो। त्यही भएर हेर्नुहोस् बुकको आवाज, यो बुक पढ्नु छ र मिहिनेत गर्नु छ, अघि बढ्नु छ। तपाईँ पनि बढ्नुहोस्। आजको भिडियो अन्त्य गर्न चाहे। हस्त, धन्यवाद। जय नेपाल।